साथीहरू हेर्नुहोस् न हाम्रो रमितेमा चाहिँ यस्तो छ रोडको अवस्था एकदमै रोड चाहिँ खराब छ र यहाँतिर पिस आउँछ चाहिँ भन्दैछ सायद इलेक्सन भन्दा अगाडि आयो भने चाहिँ राम्रो हुन्छ है किन भन्दाखेरि यो रोडबाट चाहिँ स्टुडेन्टहरू पनि हिँड्नुपर्छ र बिमारीहरू पनि हिँड्नुपर्छ र यो चाहिँ घोडा हिँड्ने भन्दा बत्तर भएको छ यहाँको रोडहरू चाहिँ हामी पनि जोगेर हिँड्नुपर्छ हेर्नुहोस् न भाइ अन्त यहाँ चाहिँ बिमारीहरू लाँदै मर्छ कतिजना त साँच्ची भनौँ भने रोड यस्तो खराब छ तर पनि बिचाराहरू के गर्नु है अब रोड यस्तै भए पनि गाडी पिकअपहरू कुदाउँछ भाइहरूले दाजुहरूले है अब उनीहरूलाई पनि अब कति साह्रो छ या कतिपल्ट गाडी बिग्रिन्छ नयाँ गाडी किन्यो भने पनि नयाँ गाडीहरू बिग्रिहाल्छ है यो चाहिँ गुम्बा जाने बाटो हो र हाम्रो घर जाने बाटो पनि यस्तै छ र स्कुलसम्म पुग्ने बाटो पनि अलिकति खराबै छ अहिले हालैमा चाहिँ किनभने जति पनि हाम्रोदेखि 0 देखि मुनि रोडहरू आएको थियो त्योहरू पनि सबै भत्किसकेको छ र यसो है नेताहरूले चाहिँ रोड दिनुभयो भने चाहिँ धेरै राम्रो हामीलाई चाहिएको भनेको चाहिँ रोड हो किन भन्दाखेरि डेभलप चाहिँ हामीलाई गाउँमा चाहिएको त्यति हो है किन भन्दाखेरि अब जबको लागि पनि कराएर भनेर हुँदैन र अब हामीलाई मेन इम्पोर्टेन्ट चाहिने भनेको चाहिँ मलाई चाहिँ लाग्छ गाउँ बस्तीमा रोड छ भने चाहिँ स्टुडेन्टहरूलाई पनि सुविस्ता हुन्छ बिमारीहरूलाई पनि सुविस्ता हुन्छ र हरियो साग सब्जीहरू पनि यसो बेच्नु सकिन्छ है दाम पनि राम्रो पाउँछ रोड राम्रो छैन भने चाहिँ नाही भाउ पाउँछ किसानहरूले है किसानहरू त मर्छ खाँचै नै भनौँ भने यहाँ त जसले खेती गरी खान्छ है उहाँहरूको लागि चाहिँ रोड चाहिँ एकदम इम्पोर्टेन्ट र सबैको लागि चाहिँ रोड चाहिँ इम्पोर्टेन्ट हो र यसपालिको भोटमा चाहिँ है एकदम रोड दिनुभयो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो यो एरियामा चाहिँ हजुर बहिनी कता आएको ए यहाँ बहिनी पनि भेटेँ है माया लाग्छ नि आफ्नो गाउँको रोडहरू यस्तो हुँदाखेरि आफू पिस भएकोमा बसेर के गर्नु र आफ्नो आमा बाउ आफू हुर्किएको जग्गा आफ्नो गाउँ घर है यसो यस्तो अवस्था छ हेर्नुहोस् अब यति राम्रो हरियो साग सब्जी रोप्छ यहाँनिर फलाउँछ तर के गर्नु अब यहाँतिरको मान्छेले चाहिँ दुःख नगरेको छैन हेर्नुहोस् आलु पनि निस्किनु आँट्यो आलु बारी मजाले बनाएको छ हेर्नु अब यसको भावै पाउँदैन किन पाउँदैन भन्दाखेरि चाहिँ यहाँको चाहिँ रोड यस्तो छ नि त यस्तो छ हो अन्त यहाँतिर मटरहरू भयो खेतीपाती इस्कुसहरू डरलाग्दो गर्छ नि तर यहाँको भाउ चाहिँ किन 1 रुपियाँ